बुटोलबाट बुद्ध जन्मस्थल लुम्बिनी सिधा सार्वजनिक यातायातमा जान खोजिनु भएको छ? पश्चिम नेपाल बस व्यवसायी प्राली अन्तर्गतको बस हरेक दिन बिहान बुटोलबाट छुट्नेछ। बिहान 8:15 बजे गोलपार्क, 8:20 अस्पताल लाइन बुढी चोक र 8:30 बजे राजमार्ग चौराहाबाट लुम्बिनीका लागि बस छुट्नेछ। यात्रु महानुभावहरू केही बढ्नु भएको छ। सेवा निरन्तर छ हाम्रो। उही पुरानै समयमा प्रत्येक दिन 8:15 गोलपार्कबाट छुट्ने हो। अलिकति कन्ट्याक्टमा आइराख्नु भएको छ। कर्मचारीहरू जाने पनि हुनुहुन्छ र अरू बाहिरी यात्रुहरू पनि सम्पर्कमा आइराख्नु भएको छ। भनेपछि लुम्बिनी घुम्न जाने यात्रुहरू पनि सम्पर्कमा आइराख्नु कन्ट्याक्टमा हुनुहुन्छ। फोन आइरहेको छ। अनि यो कसरी जान्छ? जस्तो गोलपार्कबाट कति बजी चाहिँ मुख्य ठाउँबाट? तपाईँको गोलपार्कबाट 8:15 छुट्छ। चौडाबाट 8:30 गइहाल्छ। भैरवा पुगेपछि 9:05 लाएर 9:10 भैरवा बुद्ध चौकबाट छुट्छ। यसले चाहिँ अलिकति लुम्बिनी घुम्न जानेहरूलाई पनि सहज छ होइन? बुटोलबाट सहज छ। उहाँहरूले धेरैले थाहा पाइसक्नु भएको छ। सम्पर्कमा आउनुहुन्छ, गाडी कहाँ आयो भन्नुहुन्छ, हामी सम्पर्क गर्दै गइराख्नु भएको छ। के छ पश्चिम नेपालले चाहिँ अलिकति यो यात्रुको माग अनुसार बढाउने सोच बनाएको छ कि छैन, के छ? यात्रुको माग अनुसार जस्तो माग आउँछ त्यही अनुसार हामी सक्छौँ।